लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तर्जुमा प्रक्रिया अगाडि बढाएको छ। चालु आर्थिक वर्षको हालसम्म सम्पादन भएका कामहरूको समीक्षा गर्दै भावी नीति तथा कार्यक्रम तर्जुमाको प्रक्रियामा मन्त्रालय अघि बढेको हो। कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका मन्त्री देवकरण प्रसाद कलवारले आवश्यकताको आधारमा प्रदेशमा वन व्यवस्थापनको नीति बनाउन आवश्यक रहेको बताए। गइरहेको छ। यदि समयमा नीति बनाइएन भने त्यो सडक पनि जान्छ। त्यो नीति अफिसले बनाउनु चाहिँ अब हामी यदि प्रदेशले हो भने प्रदेश नभए हामी त्यसै कुरा गर्छौँ। लुम्बिनी प्रदेश सरकारले वन क्षेत्रलाई राजस्व सङ्कलनको प्रमुख स्रोत मानेको छ, तर सरकारले वार्षिक लक्ष्य निर्धारण गरेको आधारमा राजस्वको संख्या बढाउन सकेको छैन। चालु आर्थिक वर्षमा प्रदेश सरकारले झण्डै 1.5 अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो, जस अन्तर्गत अहिले काठ दाउरा बिक्रीबाट 28 करोड 29 लाख 12 हजार रुपैयाँ भन्दा बढी राजस्व प्रदेश सञ्चित कोषमा जम्मा भएको छ। वन क्षेत्रलाई राजस्व सङ्कलनको स्रोतको रूपमा मात्रै बुझ्न नहुने मन्त्रालय का सचिव मोहनराज काफ्लेले बताए। त्यसैले वन क्षेत्रलाई चाहिँ हामीले खाली राजस्वको स्रोतको रूपमा मात्रै लिनु हुँदैन। यसलाई चाहिँ नि हामीले एउटा अहिले पछिल्लो समयमा आएका जुन वातावरणीय समस्याहरू छन् है, अब भू तथा जलाधारसँग सम्बन्धित जुन विपदजन्य घटनाहरू छन् है, यस्ता कुराहरूसँग पनि वन क्षेत्रलाई जोडेर हेर्नुपर्छ। वन क्षेत्रबाट 8,62,725 श्रम दिन सिर्जना भएको छ। वर्षमा 3,500 जनाले रोजगारी प्राप्त गरेको विवरण वन निर्देशनालयसँग रहेको छ। वनसँग मान्छे मात्र नभएर प्रकृतिमा रहेका सबै जीव जोडिएको हुँदा यसको संरक्षण, व्यवस्थापन र परिचालनमा सन्तुलन मिलाउन आवश्यक देखिन्छ। एबी न्यूज खबरका लागि हुमहरि भट्टराई, दाङ।